म चाहेर पनि भन्न सक्दिनँ अनि लेख्न सक्दिनँ कि आज पनि उत्तिकै याद आउँछ तिम्रो अनि उत्तिकै माया लाग्छ तिम्रो। अब हिम्मत छैन प्रेमको भिख माग्ने, जस्तो तिमीलाई ठिक लाग्छ त्यसै गर। कोही राम्रो लाग्यो भने उसलाई माया नगर्नु, उसलाई आफ्नो नठान्नु अनि उसलाई आफ्नो मनमुटु नदिनु, उसको लागि आफ्नो निन्द्रा खराब नगर्नु, किनकि 2 दिन त ऊ आउँछ, साथ दिन्छ, खुसी दिन्छ, तर तेस्रो दिन भन्छ प्लिज अब मलाई नपर्ख। मन भक्कानेर आउँछ जब आफ्नो मान्दा मान्दै पनि कसैले पढाइ जस्तो व्यवहार देखाएर जान्छ। कहिले लाग्छ उसको हरकतले ऊ मलाई सताइरहेको छ, कहिले लाग्छ ऊ मेरो सबसे नजिक छ, थाहा छैन उसको परिवर्तित रूपले साथ दिइरहेको छ या मलाई एक्लै बनाइरहेको छ।